ओके सो अब चाहिँ हामी कतिमा पुग्यौं त क्वेशन नम्बर 16 मा र क्वेशन नम्बर 16 मा चाहिँ हामीलाई के सोधेको छ अ कम्पनी हैज एनुअल सेल्स अफ रुपीज कति छ 12 lakhs अनि फेरि विथ एन इन्भेन्ट्री टर्नओभर रेशियो अफ 8 टाइम्स इट हैज रिसिभेबल कलेक्सन पिरियड अफ 20 days एन्ड पेएबल डेफर्ड पिरियड अफ 15 days अज्युम 360 days इन अ इयर र रिक्वायर्डमा चाहिँ इन्भेन्ट्री कन्भर्जन पिरियड अनि क्याश कन्भर्जन साइकल निकाल भनेको छ। सो अब यसलाई चाहिँ हामी सल्भ गर्दै यिनीहरु भनेको के हो बुझ्दै सल्भ गर्दै गर्छौं है त। सो सुरुमा चाहिँ सोलुसन लेख्ने र हामीलाई गिवनमा के दिएको छ त्यो लेख्ने है त। सो गिवन भनेर लेख्ने अनि यसमा चाहिँ के दिएको छ एउटा चाहिँ सेल्स दिएको छ हैन सेल्स भनेर चाहिँ रुपीस 12 लाख दिएको छ अनि अर्को चाहिँ ओके सो रिसिभेबल कलेक्सन पिरियड यो चाहिँ आरसीपी भनिन्छ यसलाई यो चाहिँ कति दिएको छ 20 days। अब रिसिभेबल कलेक्सन पिरियड भनेको के हो कि हामीले हाम्रो कस्टमरहरुलाई चाहिँ सामान दिएको हुन्छौं नि क्रेडिटमा पनि दिएको हुन्छौं उधारमा अनि तिनीहरुबाट चाहिँ हामीले 20 दिनमा चाहिँ के गर्न सक्छौं त त्यो जो उधार दिएको पैसा छ नि त्यो कलेक्ट गर्न सक्छौं दैट इज रिसिभेबल कलेक्सन पिरियड। हामीले हाम्रो सामान बेचेर 20 दिन भित्र हामीले के गर्न सक्छौं त कलेक्ट गर्न सक्छौं रिसिभेबल कलेक्सन पिरियड भनेको त्यो भयो। अनि अर्को चाहिँ के छ त पेएबल डेफर्ड पिरियड यसलाई चाहिँ के भन्छ पीडीपी र यो चाहिँ कति दिएको छ 15 days। अब यो भनेको के हो कि जस्तो हामीले हाम्रो कस्टमरहरुलाई उधार दिन्छौं त्यसैगरी हाम्रो सप्लायर्सहरुले पनि त हामीलाई उधार दिन्छ नि त। सो यो पेएबल डेफर्ड पिरियड भनेको चाहिँ के भयो त त्यो कम्पनीले चाहिँ आफ्नो पेमेन्ट जो सप्लायरलाई पेमेन्ट गर्नुपर्ने छ नि यति दिनमा गरिसक्छ रे के 15 दिनमा। ओके सो अर्को चाहिँ हामीलाई के दिएको छ त डेज इन अ इयर 360 days दिएको छ र त्यसैगरी इन्भेन्ट्री टर्नओभर रेशियो यसलाई के भन्छ आईटीओआर र यो चाहिँ कति दिएको छ त 8 टाइम्स। त्यो कम्पनीले चाहिँ 8 चोटी के गर्दो रहेछ त इन्भेन्ट्रीलाई चाहिँ बेच्दै ल्याउँदै गर्ने रहेछ के 8 टाइम्स। ओके सो सुरुमा चाहिँ हामी इन्भेन्ट्री कन्भर्जन पिरियड निकाल्छौं। वी नो इन्भेन्ट्री कन्भर्जन पिरियड आईसीपी इज इक्वल्स टु कति के हुन्छ त डेज इन अ इयर अपन इन्भेन्ट्री टर्नओभर रेशियो यो चाहिँ यसको फर्मुला हो अनि हामीले चाहिँ फर्मुला लर्न गर्नुपर्छ। सो डेज इन अ इयर कति दिएको छ हामीलाई 360 आईटीओआर इन्भेन्ट्री टर्नओभर रेशियो चाहिँ 8 दिएको छ। सो अब यसलाई चाहिँ सल्भ गर्दाखेरि कति आउँछ त हाम्रो 8 5 जा 48 4 जा 36 सो 40 days आयो यो चाहिँ इन्भेन्ट्री कन्भर्जन पिरियड कति आयो त 40 days। यो 40 दिनमा चाहिँ त्यो कम्पनीले के गर्दो रहेछ त आफूले चाहिँ इन्भेन्ट्री किनेर बेच्दो रहेछ इन्भेन्ट्रीलाई सेल्समा कन्भर्ट गरिसक्दो रहेछ। सो यो 40 days आयो। ओके नो 8 5 जा 40 एकछिन है सरी 45 days। ल अब यो सक्यो। अब यसपछि हामीले के गर्नु पर्यो त यसपछि चाहिँ हामीले क्याश कन्भर्जन साइकल निकाल्नु पर्यो सीसीसी निकाल्नु पर्यो है त। सो क्याश कन्भर्जन साइकल सीसीसी इज इक्वल्स टु के हुन्छ त आईसीपी प्लस आरसीपी माइनस पीडीपी इन्भेन्ट्री कन्भर्जन पिरियड प्लस रिसिभेबल कलेक्सन पिरियड माइनस पेएबल डेफर्ड पिरियड। सो यो भनेको के भयो त क्याश कन्भर्जन साइकल र यसको फर्मुला हो कि हामीले लर्न गर्नुपर्ने यसको फर्मुला हो र यसको मिनिङ हो। अनि फेरि त्यति गरेपछि चाहिँ मिनिङ चाहिँ हामीलाई पछिसम्म काम लाग्छ नि त कसैले केही सोध्दाखेरि यो भनेको के हो भन्दाखेरि हामीले पढेर मात्रै हुन्छ र पछि कसैले सोध्दाखेरि भन्न पनि त सक्नुपर्छ नि त। सो त्यही भएर मिनिङ चाहिन्छ र फर्मुला चाहिँ हामीलाई एक्जाममा निकाल्नको लागि चाहिन्छ। सो दुईटै बुझ्नु पर्यो। आईसीपी भनेर चाहिँ हामीले 45 निकाल्यौं प्लस आरसीपी चाहिँ हामीलाई कति दिएको छ त 20 दिएको छ माइनस पीडीपी चाहिँ 360 दिएको छ र यसलाई चाहिँ हामीले सल्भ गर्दाखेरि कति आउँछ त यो 50 days आयो है त 50 days र यति मात्रै यो गर्नुपर्ने र 5 मार्क्स आउँछ एकदमै सजिलो छ नि दिस इज इजी 5 मार्क्स के। सो यसरी चाहिँ हामी सल्भ गर्छौं र क्वेशन नम्बर 16 सक्यो। अब चाहिँ 17 को टर्न।